यी सानो नानीको लागि भए पनि सबैजनाले आवाज उठाइदिनु होला है त। के नेपालमा एउटा महिला एउटा छोरी चेली भएर जन्म लिनु पनि पाप हो र भनेको? 3 वर्षको एउटा सानो नानीलाई है बलात्कार गरेर मारेर होइन आँखा साखा निकालेको भन्ने पनि कति ठाउँमा मैले देखिरहेको छु समाचारमा होइन। यस्तो गर्न पनि पाइन्छ र भनेको। अझ त्यस्तो गरेर पनि नुहाइधुवाइ घरमा आएर गरेर अझ प्रहरीलाई अथवा पुलिसलाई नै क्या यस्तो गर्ने मान्छेलाई चाहिँ कारवाही गर्नुपर्छ भनेर चाहिँ खोज्न सघाइराखेको अरे क्या। हेर्नुहोस् त कतिसम्म दिमाग लगाएको। अनि अहिले चाहिँ यो घटनामा चाहिँ 2 जनालाई समातिएको छ भने चाहिँ जो घटना गराउने मान्छे पनि 16 वर्षको अरे क्या है। यो चाहिँ सिमरियाको घटना हो होइन। गोपनीयताको कारणले गर्दाखेरि मैले कसैको नामसाम केही लिइनँ नि होइन। जुन 2 जना घटना गराउनेहरूको चाहिँ छ यहाँ। हेर्नुहोस् त के नेपालमा बाँच्न सक्ने स्थिति छ त? छैन नि। अब तपाईँ हाम्रो छोरी चेली हेर्नुहोस् त जति बेला पनि कहीँ पनि तलमाथि हुन्छ क्या। नहुनु भन्न सक्दैन। अनि यस्तो जुन घटना गर्ने मान्छेलाई चाहिँ कडाभन्दा कडा कारवाही हुनु पऱ्यो क्या। मृत्युदण्डको जस्तो सजाय हुनु पऱ्यो। मृत्युदण्ड नै हुनु पऱ्यो क्या होइन। नत्र हाम्रो राज्यको ढुकुटी यिनीहरूलाई खुवाएर किन पाल्ने हो र? जेल किन राख्ने हो र है? सबैजनालाई आवाज उठाइदिनु होला है त।